हामी प्राय सोच्ने गर्छौँ पढाइ भनेको एउटा कक्षा कोठा, किताब, कापी र डेफिनेसनले भरिएको पानाहरूमा मात्र हुन्छ। हामी बिरुवाहरूका नामहरू याद गर्छौँ, उनीहरूको संरचना पढ्छौँ, तिनीहरूको काम बुझ्छौँ र कहिलेकाहीँ त परीक्षाका लागि याद मात्र गर्छौँ। तर आज हामीहरू बायोलोजीका विद्यार्थीहरू सबैजना मिलेर हामी बोटानिकल गार्डनमा केवल घुम्नका लागि होइन तर प्रकृतिबाट सिक्नका लागि हामी निस्केका छौँ। आज चाहिँ हामी जाँदैछौँ कहाँ अरे? बोटानिकल टुर जखौर भन्छ सायद कलेजबाट गएर फर्स्ट टाइम गइरहेको। सो हामी चाहिँ यता पुगिसकेछौँ देवरिया गाउँ वनस्पति। पुगिसके देवरिया। कति मान्छे छन् र यसरी नै हामीहरू सबैजना जब भित्र प्रवेश गर्छौँ र सबै साथीहरूले आफ्नो हातमा नोट कपी लिएका थिए र त्यहाँ भएका बोट बिरुवाहरूको बारेमा हेर्दै बुझ्दै आफ्नो कपीमा नोट गर्न थाले। तर हामीहरू चाहिँ नोटै लगेका थिएनौँ। एउटा यहाँ भन्छ हामीले नोटै बोकेको छैनौँ। यहाँ हामीलाई हामी ब्लग बनाउँदैछ नि त, त्यही भएर हेरेर यस्तो आमामामा गर्दैछन्। र यहाँ चाहिँ हामीलाई हाम्रो बायो सर त्यो बोर्डमा भएका बोट बिरुवाहरूको बारेमा बुझाउँदै हुनुहुन्थ्यो। त्यो दिन धेरै घाम पनि लागिरहेको थियो। यसको नाम हो पोलिगोनम भन्छ यसलाई। यो पोलिगोनम हो, नाम याद गर्नुपर्ने सुन। अनि यो सानसाना देख्छौ, यो सानसाना यो एजोला हो। यो सानसानो यो एजोला भन्छ यसलाई। यो ठुलो पत्तावाला नै, अर्को सानोवाला। त्यसपछि हामी पुग्छौँ जखौर तालमा र त्यहाँ भएका बोट बिरुवाहरू र त्यो तालको गहिराइहरूदेखि लिएर सबै कुरा हामीहरू बुझ्न थाल्छौँ। हामीहरूले किताब नलगेर रिग्रेट चाहिँ भइरहेको थियो। तर हामीहरू सरसँग फ्युचरको कुराहरू गर्दै गीत गाएर त्यसपछि हाम्रो टाइम सकिसकेपछि हामी चाहिँ घर जानलाई रेडी भयौँ। तर बाँकीको रेकर्ड चाहिँ मैले गरिनँ र त्यसैले हामीहरू चाहिँ मजाले बसमा बसेर आफ्नो कलेज आयौँ। कलेजपछि हामी घर गयौँ र हामी भेट्नेछौँ फेरि पनि एउटा अर्को राम्रो भ्लगमा। अहिलेलाई बाई बाई।